बर्थडे बासमा भन हामी चाहिँ बर्थडेमा गएको अब ढिलो भइसक्यो नानीले गर्दाखेरि के गर्ने यस्तो यस्तो रहेछ ढिलो ढिलो यता छ रेडी ल्याएर बहिनी कसको बर्थडे भन्दाखेरि चाहिँ मेरो उषाहरूको चाहिँ उषा चाहिँ को भन्दा मेरो देउरानीको चाहिँ भाइको छोराको बर्थडे छ सो एकछिन गयो जाँदैछौँ भने उनीहरूको बर्थडे चाहिँ कहाँ भन्दाखेरि चाहिँ माथि टाउन हलमा छ नि त अनि टाउन हल फ्यामिली रेस्टुरेन्टमा छ अनि मम्मीहरू चाहिँ अघि जानुभयो हामी चाहिँ जाँदैछौँ कमा त बसिरहनु भएको रहेछ यहाँ कमा हाम्रो खाएको जग्गा चाहिँ सुरु भयो मम्मीहरू चाहिँ अघि तपाईँहरू खानुभयो मम्मी ल अब हाम्रो टर्न लिम है बर्थडेको भोज को आइपुगेछ हाम्रोमा अब त चल्दैछ हामी चाहिँ खाजा लाउने चान्सै पाएको छैन बेसी भिड भएर अहिले एकछिनबाट जान्छ अब चाहिँ हामी खाजा लाउनु जाने हो अलिक झामक झिलिक पनि भयो म चाहिँ रेड बल खाँदैछु तपाईँ खानु नभएर ल अब जाने है मलाई दिनु दादा के तपाईँको नानी पुग्नु यहाँ हाम्रो योगेन काकाले यता हेर्नुहोस् न बिबी यहाँ हेर्नुहोस् न बिबी यहाँनिर चाहिँ यतानिर हाम्रो बल्ल खाजामाला सक्यो यतानिर यहाँनिर सबै खाजामाला चल्छ नानीहरू बर्थडे बोय यहाँ अल्छीले केही छैन भुइँभरि रेगिरहेको छ बर्थडे बोयको भाइ चाहिँ यहाँ बल्ल भेट भयो है बिचारा अहिले हाई भन्नु त हेलो बहिनी त हाई भन्नु
गर्दैछ दुईजना मम्मी खावा दावा हुँदैछ खावा दावाको मेलो के को मेलो चाहिँ तपाईँ के खानुहुन्छ A few hours later. बर्थडे सड्डे खाइसकेर चाहिँ आएर चाहिँ लु क्रिकेटपट्टि लागेको छ आज फाइनल हेर्नुपट्टि कडा हुँदैछ यो गइल दर्द हुँदैछ है यसले चाहिँ दामी खेल्यो सन्जुले चाहिँ है लु है कतै हाम्रो त कतै पो पल्ट्यो त हौ अहिलेसम्म स्योर सर्ट भएको त है ट्याङ्की ड्याङ यो गान के छ हौ अब चाहिँ 2 बल कति परेको हुने 2 बलमा लु सक्यो वर्ल्ड कप पनि जित्यो इन्डियाले अब खाइदिए दर्शक बुमराले कमाल देखाइदियो आज हरेस भएनलाई कस्तो लाग्यो वर्ल्ड कप जो के हिजोसम्म फ्रेम बनाएको कस्तो लाग्यो जित्न त जितेको तर अलिक नमिठो भयो नेक टु नेक के भयो नि है आरामले जित्दैन सेमी दामी भएको थियो इङ्ल्यान्डसँग इङ्ल्यान्डसँग दामी भएको त्यस्तो म्याचै हुनुपर्ने थियो आज फाइनलमा चाहिँ जिते ल जाउँ है ल सुत्नुहोस् ल ल यो ज्ञान गुड नाइट